खाना खाए पश्चात आराम गरेको राम्रो या एकछिन हिँड्दा राम्रो? आज यसैबारे छोटो कुराकानी गर्दैछु। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। खाना भनेपछि विशेष गरेर मूल खाना र हाम्रो बुझाइ कस्तो छ भन्दा खाना खाए लगालगै आराम गर्दा यसले हामीलाई स्वस्थ राख्छ कि? तर वास्तवमा त्यस्तो होइन। खाना खाए पश्चात 10 मिनेट जति हामी दैनिकी हिँड्यौं भने यसले हामीलाई धेरै स्वास्थ्य लाभ गराउँछ। जस्तै कि यसले हाम्रो ब्लड सुगर नियन्त्रण गर्नलाई एकदमै मद्दत पुर्याउँछ। विशेष गरेर मधुमेह लागेको व्यक्तिहरूको लागि त यो एकदमै राम्रो हो। साथै सामान्य व्यक्ति जसलाई मधुमेह लागेको छैन उहाँहरूलाई पनि यो एकदमै राम्रो। सुगर नियन्त्रण सँगसँगै यसले हाम्रो पाचन प्रणालीलाई अर्थात् खाना पचाउनलाई मद्दत पुर्याउँछ। साथै तौल नियन्त्रण गर्नलाई पनि यसले मद्दत पुर्याउँछ। दैनिकी खाना खाए पश्चात यदि हामी 10 मिनेट जति हिँड्यौं भने यसले 50 क्यालोरी जति बर्न गर्दछ। अरु फाइदा जस्तै कि अब तौल नियन्त्रण गर्नलाई मद्दत पुर्यायो साथै सुगर नियन्त्रण गर्नलाई पनि मद्दत पुर्याएपछि यसले उच्च रक्तचापको बिरामीहरूलाई पनि यो एकदमै राम्रो हो। यसले हाम्रो मुटुलाई पनि फाइदा पुर्याउँछ। हस्त आजलाई यति नै। धन्यवाद।